हाई गाइज के छ तपाईँहरूको है। आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ यस्तो यस्तो है घरहरू बिल्डिङहरू देखाउन गइरहेको छु है। एकै डिजाइनको हुन्छ क्या यहाँ घरहरू हेर्नु त कस्तो बवाल हुन्छ कि पुरै एउटै डिजाइनको छ कि अनि रोडहरू पनि एउटै हुन्छ। अनि हामी कतै जानु पऱ्यो भने चाहिँ यहाँ लोकेसनबाट त हामी केही गर्न सक्दैन, कहीँ जानै सकिँदैन के, किनकि अब घरको डिजाइन एउटै हुन्छ है, सबै कुरा एउटै हुन्छ। डिफ्रेन्ट भनेको चाहिँ कोही हुँदैन के। अनि हामी चाहिँ अब गयो नि एक दिन त्यो घरमा गयो, अब फेरि हामी रिटर्न फर्केर चाहिँ त्यही घरमा हामी जानै सक्दैन लोकेसन बिना, किनकि सबै घर एउटै डिजाइनको हुन्छ त्यही भएर के। अनि रोडहरू पनि कस्तो बवाल छ कि राम्रो है, सबैको लाइनहरू पनि कस्तो कस्तो दामी, हरेक कुराहरू है। ल हेर्नु कस्तो विकसित ठाउँ लाग्यो है। पछि गएर हाम्रो नेपाल पनि यस्तै हुन्छ भन्ने चाहिँ आशा लागेको छ। अलिअलि पहाड पनि हुन्छ यो ठाउँमा, बवाल छ। यो कुन ठाउँ होला साथीहरू कमेन्टमा बताउनु होला है त। ल हेर्नु कस्तो बवाल छ क्या है। अनि ओ त्यहाँ चाहिँ के हस्पिटल रहेछ त्यो, त्यहाँ पनि हस्पिटल रहेछ है। अनि यो चाहिँ खै त्यो हेर्दाखेरि त पानी ट्याङ्की जस्तो छ यो भन्ने कुरा चाहिँ होइन। यहाँ हरेक कुराहरू पाउँछ, डाँडा काँडा सानो सानो डाँडा काँडाहरू आउँछ। त्यो ठिकै छ, मरुभूमि हो, रमाइलो छ, दामी नै छ भनौँ।